यो मन यसको मनोलगको व्यवस्थापन सम्भव छ सर? अब यस्तो हुन्छ, कुनै पनि कुराको व्यवस्थापनको पहिलो चरण भनेको चाहिँ अवेरनेस नै हो, सचेतना। मलाई थाहा त हुनु पर्यो, दिनभरिमा मलाई चाहिँ हजारौँ सोच आइरहेका छन्, तर कस्ता खालका, म ठिक छैन, म सक्दिनँ भन्ने खालका आइरहेका छन् कि होइन म सक्छु, म त अब गर्नुपर्छ भन्ने, मेरो कोही पनि छैन भन्ने आइरहेको छ कि, मेरा सबै छन् र पनि एक्लो छु भन्ने आइरहेको छ कि। सो त्यो भएर पहिलो चरण चाहिँ आफ्नो मन बुझ्ने, आफ्नो मन निहाल्ने पहिलो चरण चाहिँ सचेतना। एकछिन पज लिएर मैले आज बिहानदेखि अहिलेसम्ममा के चाहिँ राम्रा कुरा मेरो मनमा आयो, मोनोलग बनेर के चाहिँ मलाई अलिकति झङझङाउने खालको आयो भनेर पहिलो कुरा चाहिँ एकछिन आफ्नो लागि समय छुट्याएर एक दुईवटा प्रश्न आफूलाई गरियो भने पहिला चाहिँ हामी सचेत हुन पाइने भयो। ए मलाई प्रोफेसन सम्बन्धी कुरामा चाहिँ अलिकति अप्ठ्यारो लागिरहेको रहेछ, आशंका घरेसी कुरामा त मलाई त केही पनि आएन नराम्रो कुरा, ओके भन्छ यहाँनिर केही गर्नु पर्यो भन्छ। पहिलो कुरा सचेतना, अवेरनेस। त्यसपछि के हुन्छ भन्दा एसेसमेन्ट भन्छौँ हामी, बुझौँ न यसले मलाई कहाँ कहाँ हान्छ त, यो कुराले मलाई साँझसम्म टेन्सन पार्ने हो कि अहिले मेरो काममा मात्र असर पार्ने हो कि यसले मलाई 3 दिन गाह्रो पार्छ कि भन्छ। एसेसमेन्ट गरियो अनि बल्ल एक्सन सेट भन्छौँ क्या, एक्सन सेट भनेको अब गर्ने के त, मलाई सबै कुरा ठिकै छ, घरबाट राम्रै गरी आइरहेको छु, अफिसमा आउँदै गर्दा बिहान कसैले यसरी हेरेको कारणले मलाई चाहिँ यसले मलाई पक्कै नराम्रो धारणाले हेऱ्यो भन्ने मलाई अनुभूति भयो, म सचेत पनि भएँ, मैले एसेस पनि गरेँ, मलाई मनमा त गाह्रो लाग्यो नि हजुर भनेर। गर्ने के त, अब यस्ता सिपहरू फलानाले केही कुरा भन्दाखेरि जुन मसँग सम्बन्धित छैनन् त्यसलाई मनमा कसरी नलिने त्यो पनि सिप चाहियो, त्यो पनि सिप हुन्छ होला। सो त्यो भएर कसैले भन्नु बेग्लै कुरा हो, मैले आफूलाई ठान्नु र मान्नु बेग्लै कुरा हो, भनेको कुरा कसरी नठान्ने भन्ने पनि स्किल्स हुन्छ। धेरै अर्को एउटा पञ्च सरले दिनुभयो, बडा रमाइलो लाग्यो मलाई चाहिँ कुरा सुन्दाखेरि। कसैले व्यक्त गर्ने, कसैले भन्ने एउटा कुरा भयो, त्यसलाई ग्रहण कसरी गर्ने, लिने नलिने अर्को कुरा हो। धारणा म के बनाउँछु भन्ने कुरा, मलाई ल एउटा उदाहरण नजाउँ है त, मैले के भने एलपी सर हजुर त भित्ता जस्तो मान्छे भनेर भने, यो मैले भने, अब तपाईँको धारणा त केही पक्कै बन्या हुन सक्छ, कस्तो धारणा बन्यो, मैले हजुर त भित्ता जस्तो भन्दा धारणा त बन्छ, के बन्यो हजुरको चाहिँ, एउटा भित्ता जस्तो मान्छे, यदि स्थिर मान्छे होइन, यति स्टिल चाहिँ अरूको धारणा, अरूको विचारलाई चाहिँ ग्रहण गर्ने मान्छे भन्छ। भित्ता जस्तो स्थिर बन्ने पनि बन्न सक्यो हजुरको हकमा। यही कुरा कसैलाई हाम्रो आम दर्शकलाई के बन्न सक्यो भन्दा ए म चाहिँ भित्तो अरूको लागि तयार हो भन्ने पनि बन्न सक्यो। त्यो पनि कसरी गर्छ हो, त्यो मनोभाव र त्यो धारणा, कुन धारणाको लेन्स लगाएर फलानाले भनेको कुरा मैले सुन्छु भन्ने कुराले म शरीरमा त्यो भावनाहरू र व्यवहारहरू अनुभूति गर्न थाल्छु। मलाई के लाग्यो, भित्ता म कसैको लागि तगारो, यो त हुनै सक्दैन, के भने त्यस्तो मलाई भने जर हुन थाल्यो, तपाईँको ब्लड प्रेसर, तपाईँको श्वास प्रश्वास परिवर्तन भइसक्यो। तर ए म भित्ता सबैलाई हावाहुरीबाट बचाउने, म आफू स्थिर रहेर अरूलाई चाहिँ सम्पन्नता दिने, ममा यति ट्राङ्क्विलिटी छ, ट्राङ्क्विल मान्छे हो भन्छ। बडो गजब, तपाईँको श्वास प्रश्वास आनन्द भयो, तपाईँको शरीरको अनुभूति राम्रो भयो। केले त धारणाको चस्मा म के लगाइरहेको छु, कुन धारणाको चस्मा लगाएर म त्यो भनाइलाई संसारलाई हेर्दैछु भन्ने कुराले मेरा शरीर, मेरा व्यवहार, अब मैले के गर्ने भन्ने कुरा चाहिँ निर्धारित हुन्छ। भनेपछि त मनको व्यवस्थापन गर्न सकिने रहेछ मजाले, होइन? तर यसको चरणहरू सरले भन्दै जानुहुन्थ्यो, अब पहिला त अब त्यसको सचेतनाकै कुरा आयो होइन, त्यसपछि अवस्था कति गाह्रो साह्रो पारेछ अनि बल्ल उपाय, सचेतना, एसेसमेन्ट, अनि त्यसपछि वे फरवर्ड भनौँ न, अगाडि जाने। यसलाई हामीले सजिलै भन्नुपर्दा चाहिँ अन्यतादेखि उपायसम्म भन्छौँ क्या।